घमण्ड पनि महापराकाष्ठा। यो त ओलीभन्दा पनि बढ्ता घमण्ड रहेछ बालन शाह। मेरो विश्लेषण यो हो। 5 वर्षलाई आएको सरकारले अहिले बौलाएर मन परी डोजर हलाएर अहिले रोइरहेछन् मान्छेहरू। 2.5 किलो सुन कसरी आयो उनले देखाउनु पर्यो। बालन शाहको पनि त्यो आयोगले गरोस्, सबै गरोस् न। अनि सांसद अहिलेका सांसदहरूको चाहिँ नगर्ने होइन, त्यसपछि पुराना सांसदहरूको पुराना कर्मचारीको मात्रै गरेर हुँदैन, सबै गर्नु पर्यो नि। गरेपछि त अनि पो सुशासन हुन्छ। अनि बा भन्ने हुन्छ नि। हिजो जस्तो ओलीको जुन शैली थियो होइन, त्यही शैलीमा बालन शाह गयो। अनि ओलीको किन विरोध गर्ने? दरबार हत्याकाण्ड भएको 58 सालले गरे 22-23-25 वर्ष भयो। तर उनले ल्याउलन जस्तो मलाई लाग्दैन। त्यहाँ फुटेजहरू सबै भत्काइसकेका छ होइन। अब ल्याछन् भने धन्यवाद दिउँला, तर त्यो स्टन्टबाजी मात्रै हो। 15 सालको सरकारले गर्न खोजेको कामलाई निरङ्कुशताले दिएन, त छुट्टै कुरा हो। अब अहिले तपाईँ बिचमा घमण्डले हो क्या सबै कुरा। यहाँभन्दा अगाडि लेफ्टले पनि 2/3 बहुमत पाएको थियो, त्यो घमण्डले बिग्रियो, पार्टी चहस नहस भयो, त्यस्तै भयो। अहिले यिनीहरूले पनि पाएका छन्, यिनीहरूले राम्रो काम गर्न सक्थे सुरुमै। तपाईँ सुरुमै के भन्छ भने नचलान झिँगा भने जस्तै, के भन्छ भातमा अथवा दहीमा झिँगा पसो भने जस्तै, दहीमा झिँगा पसो भने जस्तै सुरुमै यिनले चाहिँ यो बर्खामा सुकुमासीमाथि अन्याय गरे। एउटा कुरा यो त के भने इनह्युमेन, मानवता विरोधी काम भयो। यसले के गर्नु पर्थ्यो मेरो विचारमा, यिनीहरूले बालनले रविले भनेपछि ल ठिक छ सरकारी जग्गा निकाल्ने, अनि जनता चाहिँ के नि सरकारी होइन नि, तिनलाई कहाँ बस्न दिने हो। पहिला के गर्न सक्थे यिनीहरूले भने पहिला स्क्रिनिङ गरेर आउने हिउँदमा, अहिले 5 वर्षको लागि चुनिएको थिए, हिउँदमा स्क्रिनिङ गरेर चाहिँ कहाँ जाने। जस्तो तपाईँलाई म उदाहरण दिन्छु, योगी आदित्यनाथले गङ्गा नदीको किनारमा यस्तै फोहोरसँग बसेका सुकुमासीहरूलाई 40,000 बिघा भएको एउटा प्लट लिएर तपाईँको चाहिँ 10जना तपाईँको चाहिँ परिवारलाई चाहिँ 6 कोठा, 5 जनालाई 3 कोठा प्रिफेक्ट घर बनाएर सारेर अनि सफा गर्यो। त त्यो गर्न सक्थ्यो। 5 वर्षलाई आएको सरकारले अहिले बौलाएर मन परी डोजर हलाएर अहिले रोइरहेछन् मान्छेहरूको चाहिँ बच्चा बच्चीको चाहिँ बिजोग छ। होल्डिङ सेन्टरमा अब बाहिर होल्डिङ सेन्टर बाहिर जा भनेको छ, कहाँ जाने? 25,000ले खान पुग्दैन, भाडै मानवता विरोधी काम हो नि। अनि स्टन्टबाजी होइन, मानवतै विरोधी काम गर। स्टन्टबाजीलाई भन्दैनन् क्या, किनभने तपाईँको चाहिँ कहाँ गएर बस्ने, के खाने मान्छेको बिजोग छ। ऊ त्यहाँ होल्डिङ मान्छे डुबिरहेका छन्, होल्डिङ सेन्टर सुकुमासीहरू होइन, त्यस्ता आमा बुवा बुढाबुढी रोइरहेका छन्। ऊ हाम्रो टुनालदेवीमा हेर्नुहोस्, अब के गर्छ त्यो जग्गामा? हिजो त्यो एउटा लाइफ त थियो नि, त्यसले यो चाहिँ एकदमै इनह्युमेन काम गर्यो। यो त घमण्ड पनि महापराकाष्ठा। यो त ओलीभन्दा पनि बढ्ता घमण्ड रहेछ बालन शाह। मेरो विश्लेषण यो हो। अब यसले त के गर्न खोज्यो? फासिजमतिर गयो। यो त पुरै फासिस्ट। किनभने अहिले हेर्नु पत्रकारितालाई अब त्यहाँ तपाईँको चाहिँ भर्खर त्यो आत्मदाह गरे थियो गणेश नेपालीले होइन। त्यो त उसले त के गर्नु पर्थ्यो भने युवालाई रोजगार दिने हिसाबले, जस्तो अहिले चाहिँ ब्याङ्कले सहकारीले यति शोषण गरेको छ, यसले यत्रो ठुलो भोट ल्याएको मान्छेले त त्यो ब्याज घटाउने, सहकारीको ब्याज 14%बाट अलि तल घटायो भने हुन्थ्यो। अनि अहिले 28% ब्याज दिन्छ, त्यसलाई चेक गर्ने। अहिले त गाउँको सामन्तभन्दा यहाँका ब्याङ्कहरू र चाहिँ सहकारीहरू सामन्त भएको छन्, त्यसलाई चेन्ज गर्न सक्थ्यो नि यसले। तर त्यो कुनै त्यतातिर ध्यान केही पनि छैन। अनि जुन अब प्रेसले चाहिँ उसको विरोध गर्यो भनेर अहिले प्रेस स्टेक होल्डरमा लगेर चाहिँ गाडी साडी राख्ने यस्तो काम जुन गरिरहेको छ, यसले के गर्यो भने म त मैमत्ता भयो, 2/3 जस्तो आएको छ, म त के नै भएँ भने जस्तो त्यस्तो खालको चाहिँ शैलीमा यो सरकार गएको छ। यसले उसलाई हानि गर्छ मेरो विचारमा। अब अहिले राष्ट्रपाकै सांसदहरूले पनि ढ्याप गर्ने, अब हामी ढ्याप गर्दैनौँ भनेर आइसक्यो उनीहरू। जस्तो मिटर ब्याजकै कुरा हेर्नुहोस् त, यो कुरा हिजो नारायण काजीलाई धन्यवाद दिनुपर्छ, प्रचण्डलाई पनि धन्यवाद दिनुपर्छ। हिजो प्रचण्डै प्रधानमन्त्री हुँदा मिटर ब्याजीहरूलाई चाहिँ त्यो कानुन लिएर आएको थियो। त अहिले जो मिटर ब्याज केही पनि भएको छैन, त्यो भटाभट पक्रेर चाहिँ थुनेर राम्रो काम गरे भइहाल्छ नि बालन शाहले। उसले गर्नु पर्थ्यो के भने जस्तो नेप्से अहिले यस्तो घटेको छ, इकोनोमिक ध्वस्त भइरहेको छ, ब्याङ्किङ पुरै लथालिङ्ग छ, उद्योगपतिहरू चाहिँ डराएर भाइ यहाँको पुँजी पलायन भइरहेको छ। के राम्रो सुशासनको लागि के राम्रो काम गर्यो? कर्मचारीलाई पनि जस्तो अख्तियार जस्तो चाहिँ आयुक्तहरूलाई प्रधानमन्त्री सरह हो नि अख्तियार त आयोग, संवैधानिक आयोगलाई बोलाएर एउटा चाहिँ संविधानले नचिन्ने मान्छेहरूले, प्रधानमन्त्रीले पनि मन परि त बोल्न मिल्दैन होइन, तर संविधानले नचिन्ने प्रधानमन्त्रीका कार्यकर्ताहरू, सचिवहरू, सल्लाहकारहरूले हप्काउने कहाँ म त सुशासन कहीँ पनि देख्दैन यसको त। एउटा एकातिर सुकुम्बासीले त्यसो गरिरहेछ, अर्कातिर उद्योगपति पुँजी पलायन भइरहेछ। ठिक छ, काम गर्दा के गर्न सकिन्छ डेमोक्रेटिक कन्ट्रीमा भने कोही चाहिँ उद्योगपति व्यापारीले भ्रष्टाचार गरेर छ भने पनि पासपोर्ट रद्द गर्ने, मुद्दा चलाउने, मुद्दा चलाएर अदालतले जेल हाल्यो भने जेल जाने, जेल हाल्ने अदालतको निर्णय हो नि त।
त्यस्तो चाहिँ अब विदेश भाग्छन् कि भनेर पासपोर्ट रद्द गर्ने त्यो काम गर्ने तत्काल थुन्नै पर्छ भन्ने किसिमको ल्याएर चाहिँ पुलिस लगाएर थुन्ने जति पनि कामहरू गरिरहेको छ एउटा सभ्य डेमोक्रेटिक कन्ट्रीमा त्यस्तो हुँदैन होइन। दीपक भट्ट एउटालाई पक्रेर ठिकै गरेछ अरे, दीपक भट्टले के बदमासी गरे त्यो भोलि अदालतमा पेस गरेर ठिकै छ त मान्नुहोस्। त बिचौलियाले सबैलाई चलाएको ओलीलाई शेरबहादुरलाई भन्ने त्यो हल्ला मात्रै हो, किनभने उनीहरूले पनि राम्रो काम गरेका छन् नि ओलीहरूको पालामा। नराम्रो काम भएको त छैन नि, कुनै कुनै नराम्रो काम गरे आफै घमण्ड भयो ओली, त्यस कारण आफ्नो सरकार गयो, त्यो छुट्टै कुरा हो। तर विकासका कामहरू जस्तो सुरुङ मार्गदेखि लिएर हरेक किसिमका कामहरू भए। प्रचण्डकै पालामा भुटान शरणार्थीकरण अहिले के गरेछ त भ्रष्टाचारीलाई, एउटा दीपक भट्टलाई पक्रियो ल, एउटा देखाएको छ। जुन भन्सारमा जुन सडक विभागमा होइन, हिजो त प्रचण्डले त तपाईँको चाहिँ 32 सिट हुँदाखेरि भ्रष्टाचारको विरुद्ध त अथाह कार्यक्रम आयोजना गरेको थियो नि, त्यसरी गरोस् न बालसेनले, हामी समर्थन गरिहाल्छौँ। खै त भन्सारमा तपाईँको चाहिँ सडक विभागका जहाँसुकै ती ठेकदारहरूको कम्पनी काहीँ केही गरेकै छैन। मालपोत विभाग हेर्नुहोस् त अहिले पनि पैसा मागिरहेका छन्। अर्को कुरो अहिले तपाईँको चाहिँ हिजो जुन पासपोर्टै काण्डमा त्यो अरियाललाई उसले चाहिँ बदमासी गर्यो 12 करोड कि 12 अरब खाना आँटो भनेर चाहिँ कारबाही गरेको भन्ने देखियो। त्यसैमा नै अख्तियारसँग झगडा परेको। तर अहिले आउँदाखेरि $2 फ्रान्सलाई $2 बेसी पासपोर्ट छाप्ने भनेर चाहिँ अन्डरस्ट्यान्डिङ गरेर छन् बालेन्द्रका सल्लाहकारहरूले। यो कुरो त बाहिर आइसक्यो नि। शिशिर खनालले जोगायो, रवि लामिछानेले सरकारको जोगायो, रविलाई बरु धन्यवाद दिनुपर्छ। सुशासन भन्ने पहिलो महँगी नियन्त्रण हुनु पर्यो। दोस्रो कार्यालयका कर्मचारीहरूले चाहिँ भोलि आइज भन्ने किसिमको कुरो जुन अहिले गरिरहेका हुन्छन् त्यसलाई चेक गर्नु पर्यो। सुशासनमा त्यसरी हो क्या। सम्पत्ति शुद्धिकरण आयोगले सम्पत्ति ठिक छ, त्यसमा मैले त्यो सपोर्ट गरेको छु। बालन शाहको एउटै काम मात्रै मैले अहिले सर्वोच्चले चाहिँ अन्तरिम आदेश जारी गर्यो होइन। सम्पत्ति चाहिँ अब कर नतिरेको सम्पत्ति अथवा कालो धन रहेछ कि भन्ने किसिमको कुरालाई चाहिँ छानबिन गर्ने हो भने सम्पत्ति शुद्धिकरण विभागै छ, त्यो विभागले नै गर्छ। अहिले कुनै आयोग गठन गर्नु पर्दैन भन्ने अब कानुनमा के छ त्यो व्याख्या आउला पछि। तर यो कुरो के छ भने ठिक छ, मैले त 7 सालदेखि गरेर भनेको छु, किन अहिले 46 सालको कुरा गर्नुहुन्छ? पञ्चहरण छोड्ने, शाहवंशलाई छोड्ने। तपाईँ हिजो तपाईँलाई थाहा छ बिपी गोइलाको आत्मवृत्तान्त पढ्नुहोस् त। राजा महेन्द्रले क्विन रत्नसँग चाहिँ बिहा गर्न लभ गर्दा श्रीमती मरिहालिन्, वीरेन्द्रकी आमा मरिन्, पैसा नभएर 1500 रुपियाँ बिपीले सापट दिएको कुरा। अनि आज कति छन्? सोल्टी होटेल के छैन होइन। स्वयं बालेन्द्र शाहका बा चाहिँ के हुन् त? एउटा आयुर्वेदिक डाक्टर हुन्। काठमाडौँमा घर कसरी आयो होइन? आयुर्वेदिक अब एलोपेथिक डाक्टर भयो नि अलिक बढी कमाउँछन् भन्ने कुरा छ। त्यसले यसरी हुँदैन क्या, निष्पक्ष हुनु पर्यो। अहिले के छ सुनकै गहना कुरा। अर्को कुरा सुन्नुहोस्, अहिले तपाईँको चाहिँ उनले के निर्णय बालेन्द्र शाहले भने पुराना मात्रैलाई गर्ने, नयाँलाई नगर्ने। उनले त निर्णय म सपोर्ट गर्छु। अब 2.5 किलो सुन कसरी आयो उनले देखाउनु पर्यो। बालेन्द्र शाहको पनि त्यो आयोगले गरोस्, सबै गरोस् न। अनि अहिलेका सांसदहरूको चाहिँ नगर्ने होइन। त्यसपछि पुराना सांसदहरूको पुराना कर्मचारीको मात्रै गरेर हुँदैन, सबै गर्नु पऱ्यो नि। गरेपछि त अनि पो सुशासन हुन्छ। अनि बा भन्ने हुन्छ नि। यसरी दरबार हत्याकाण्डमा सही ट्र्याकमा उनले, मलाई लाग्छ उनले आज दरबार हत्याकाण्ड भएको 58 सालले गरे 22-23-25 वर्ष भयो। तर उनले ल्याउलन जस्तो मलाई लाग्दैन। त्यहाँ फुटेजहरू सबै भत्काइसकेका छ होइन। अब ल्याछन् भने धन्यवाद दिउँला, तर त्यो स्टन्टबाजी मात्रै हो। त्यो उनले त्यो गर्दैनन्। त्यो किन गर्दैन भने त्यो मोड्न क्या, यतापट्टिको कुरालाई मोड्नलाई। अहिले जुन भइरहेको छ सुकुम्बासीमाथि भएको अन्याय, त्यसपछि आएर पत्रकारितामाथि चाहिँ दमन गर्न खोजेको कुरा, त्यसपछि आएर चाहिँ कर्मचारीमाथि टेरोराइजेसन गरेको कुरा होइन। त्यसपछि आएर मधेसमा जस्तो तपाईँ यदि नराम्रो काम गरे बालेन्द्र शाहको सरकारले, यो स्वर्णिम अग्लेले भने जस्तो रक्सोलको मान्छेले चाहिँ वीरगन्जमा बिहा गरेछ। वीरगन्जको चाहिँ ससुराले रक्सोलको ज्वाइँलाई 1 जोर सुट दियो भने भन्सार तिर्ने। अनि रक्सोलको चाहिँ ससुराले वीरगन्जको ज्वाइँलाई 1 जोर, त्यो नहुने कुरा। त्यस्ता 100 रुपियाँमा भन्सार लाउने, अहिले 500 गरे अरे। त्यो के गरे त्यो होइन। यी सब अव्यावहारिक कामहरू गरेका छन्। यो केटौले काम भन्छ होइन। त्यसैले परिपक्व काम गर्न म तपाईँ मार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई अनुरोध गर्छु। जो मान्छे मेन मान्छे डेमोक्रेटिक दिमागको छ भने त्यो हुँदैन संसारमा। तपाईँले हेर्नुहोस्, मोदीलाई हेर्नुहोस् होइन, सी जिनपिङलाई हेर्नुहोस्। सी जिनपिङ गाउँ घर घरमा मान्छे कहाँ जान्छन्। तर हामी कहाँ विडम्बना के भयो भने मैले 2टा मान्छे 46 साल पछाडि 46 साल अगाडिका प्रधानमन्त्रीहरूलाई हेर्ने हो भने त राजाको नेतृत्व थियो, तैपनि मरिचमानलाई प्रशंसै गर्नुपर्छ। किनभने राजाकै भाइलाई पनि पक्रिन सक्यो नि त उसले है, मेरो विचारमा। त्यसपछि चाहिँ कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी बाहेक अरू प्रधानमन्त्रीहरू व्यक्तिगत इगोमा गए।
र त्यही इगो अहिले बालेन शाह 36 वर्षको मान्छेले म केही गर्छु भनेर आएको मान्छेले इगो लिने हो त हैन। त्यसरी होइन नि, मान्छेलाई नभेट्ने, फोन नउठाउने, त्यसपछि आएर चाहिँ उनलाई भेट्न प्रतिपक्षी दलको नेता स्वयं प्रचण्ड जस्तो 6 पटक प्रधानमन्त्री भएको सांसद त हो नि, उनले पनि टाइम लिनुपर्ने भेट्नलाई। अनि यो शैली त डेमोक्रेटिक शैली होइन नि त। त्यसैले हिजो जस्तो ओलीको जुन शैली थियो होइन त्यही शैलीमा बालेन शाह गयो। अनि ओलीको किन विरोध गर्ने? बालेन शाहले रविले अहिले के गर्नु पर्थ्यो भने संविधानलाई मानेपछि संविधान ल्याउने पुष्पलाल र बिपी कोइरालाको शालिग भाँचेको कुरा त निन्दा गर्नु पर्यो नि उहाँहरूले हैन। अहिले पुष्पलाल र बिपी कोइरालाको गणेश मानको जुन प्रतिष्ठानहरू छन् ती प्रतिष्ठानहरूलाई सरकारले राष्ट्रियकरण गर्ने जुन बालेन शाहले गरिरहेका छन् हैन, त्यो काम त रद्द गर्नु पर्यो नि हैन। डेमोक्रेटिक मान्छे हो भने के होइन है, हामी अब इतिहासलाई मान्दैनौँ भन्नु पर्यो, हिस्ट्रीलाई नमान्ने हो भने हैन। पृथ्वीनारायण शाहलाई मान्ने कि नमान्ने हो? राष्ट्रियताको सवालमा, लिगेसीको सवालमा पृथ्वीनारायण शाहलाई मानिन्छ, बहादुर शाहलाई मानिन्छ भने डेमोक्रेसीको सवालमा बिपी र पुष्पलाललाई मान्नु पऱ्यो कि परेन? हो कि न? त्यसले गर्दा रवि र बालेनले अझै पनि केही बिग्रिया छैन हैन, सुध्रिनु पऱ्यो। र पहिलो कुरा त शहीदप्रति सम्मान गर्नु। अहिले प्रधानमन्त्री भएर शहीदलाई चाहिँ माल्यार्पण गर्न, शपथ ग्रहण गरेर शहीदप्रति माल्यार्पण गर्न बालेन शाह किन गएन? मेरो प्रश्न हो। शहीदप्रति जानु पऱ्यो नि। गङ्गालाल, दशरथ चन्द, धर्मभक्त हिजोका 4 शहीद भए, असङ्ख्य शहीद अहिले जनयुद्धदेखि जनआन्दोलनका शहीदहरूको सम्मान गर्ने कि नगर्ने उहाँहरूले हैन? जेनजी मुभमेन्टकै शहीदहरूको सम्मान गर्ने कि नगर्ने? हेर्नुहोस् त, मैले सुशीला कार्कीलाई भेटेर भने 10 लाखले पुग्छ जेनजीका विद्यार्थीहरूलाई, 50 लाख दिनुपर्छ राज्यले भने मैले। बालेन शाहले किन कमजोरी गरे? अहिले उनी छन्, अहिले 50 लाख दिनुपर्छ ती जेनजी आन्दोलनका शहीदहरूलाई। अरूलाई पर्दैन, 75 जनालाई पर्दैन, ती 19 जना क्या। अरू त भाटबटी चाहिँ जलाउँदा मरेकालाई परेन, ती 19 जना अनि पुलिस 3 जना, 26 जना, तिनलाई तपाईँको चाहिँ 50 लाख दिनुपर्छ भनेर मैले पटक भन्ने गरेको छु र तपाईँ मार्फत यो बालेन शाहलाई अनुरोध पनि हो। त्यसैले शहीदप्रति सम्मान गर्ने र फोर फादरप्रति सम्मान गर्ने काम चाहिँ उहाँहरूले गर्नु पऱ्यो नि त। संसारमा पावर कन्ट्रीले साना देशमा खेल्छन्, यो कुरो बुझ्नु पऱ्यो। यहीँभित्र राष्ट्रिय सहमति हुनु पऱ्यो नि। बालेनजीले, रविजीले के गर्नु पऱ्यो भने तपाईँहरूले 182 सिट ल्याउनु भएको छ भने सानाभन्दा साना पार्टीसँग छलफल गर्नु पऱ्यो, सहमति गर्नु पऱ्यो। ठुलो मान्छे हुनै होइन नि। जस्तो संसदमा रहेका सबै दलहरू, प्रचण्डजी हुनुहुन्छ, ओलीजी हुनुहुन्छ, गगन थापा हुनुहुन्छ, अथवा शेरबहादुरजीले पनि किन पुराना नेता हुन्, त्यस्तै अरू तपाईँको चाहिँ बाहिर रहेका, संसदभन्दा बाहिर रहेका बुद्धिजीवीहरूसँग, पार्टीहरूसँग छलफल गर्दा के हुन्छ? के बिग्रिन्छ? त्यसरी राष्ट्रिय सहमति नगर्ने अनि इगो, अहिलेसम्म त इगोले नेपाल बिग्रेकै इगोले हो। तपाईँले भन्नुभयो भू राजनीति त भइहाल्छ नि। भू राजनीति यहाँ अमेरिकनहरूले खेल्छन् भने चाइनाले पनि खेल्छ, भारतले खेल्छ भने अर्को देशले पनि खेल्छ, पश्चिमाहरू पनि खेल्छन् होइन। भू राजनीति छँदैछ। तर यसलाई हामी असंलग्न परराष्ट्र नीतिमा बस्छौँ। पहिलो हाम्रो छिमेकी देश भारत र चीन हाम्रो सम्मान हाम्रा, दोस्रो अनि पावर कन्ट्री रुस, अमेरिका होइन, फ्रान्स, बेलायत सबै हाम्रा मित्र राष्ट्र हुन् भनेपछि त भू राजनीति हुँदैन नि। एकातिर ललकार्ने, दलाइ लामाको चाहिँ यो बालेन शाहले कति निन्दनीय काम गरेको। दलाइ लामाको ओपनली तपाईँको चाहिँ जन्मोत्सव मनाउनु दिने हो त एकछिन नीति मानेको राष्ट्रले, नेपालले, हो कि होइन? त्यसले गर्दा यो भू राजनीतिलाई पनि संवेदनशील हुनु पऱ्यो क्या। अब मलाई त उनी त केटौले भए, यिनी 36 वर्षको भए, यिनी म्याच्योर्ड रहेनछन् भन्ने बुझ्छु मैले। म्याच्योर्ड भए त्यसरी बोल्दैन। तपाईँको एउटा 6औँ पावर कन्ट्री, 40 लाख जसको सेना छ, त्यसको चाहिँ देशको सिमाना मिच्यो भने उसले पनि मिचिया छ हाम्रो त होइन। उसले हाम्रो हिजो ग्रेटर नेपालदेखि साँच्चै भन्नुहुन्छ भने तपाईँको 1950को सन्धिले ग्रेटर नेपाल हाम्रो हुन्छ क्लेम गर्ने हो भने होइन। टिस्टादेखि सतलजसम्म हाम्रो हुन्छ, सिगाछेदेखि हाम्रो चाहिँ गङ्गा नदीसम्म हाम्रो हुन्छ। अहिले भीमसेन थापाले उद्घाटन गरेको हाजीपुरमा चाहिँ पशुपतिनाथको मन्दिर छ, हो कि होइन? त्यसले गर्दा उनले त्यो केटाकेटीपन गरे होइन। उनको चाहिँ कि त उनले मेरो टङसिल भएको भन्नु पऱ्यो कि पार्लियामेन्टमा गएर माफी माग्नु पऱ्यो। नहुने कुरा बोल्न मिल्छ, त्यो कसरी हुन्छ? कसरी समाधान गर्नुहुन्छ उहाँले? र सक्नुहुन्छ? अहिले ग्रेटर नेपालको नक्सा राख्ने मान्छेले बालेन शाहलाई अहिले पनि के बिग्रिया छ भने उनले ग्रेटर नेपालको नक्सा राखे र त्यो टङसिल भयो मेरो, इन्डियाले चाहिँ हाम्रो सिमाना मिचेको हो, हामीले मिचिया छैन भन्नु पऱ्यो एउटा पार्लियामेन्टमा गएर, मेरो सुझाव। अर्को कुरो, ग्रेटर नेपाललाई क्लेम गर्ने हो भने पनि तपाईँको अन्तर्राष्ट्रिय अदालतमा जान सकिन्छ। सरकार जाँदाखेरि इन्डियाले हार्छ। मेरो अनुरोध बालेन शाहलाई चाहिँ नेपाल सरकारले अन्तर्राष्ट्रिय अदालतमा होइन, उसले सक्दैन। किनभने इन्डिया पहिला त 10वटा 15वटा कन्ट्री हो। इन्डिया भने देशै थिएन पहिला होइन। पहिला विभिन्न मगध थियो, मेवाड थियो, तक्षशिला थियो होइन, यी विभिन्न देशहरू थिए नि त।
यसलाई एकीकरण गरिदिएको तपाईँको चाहिँ बेलायतले हो। यो त 1947 पछि नै इन्डिया भएको हो होइन। नेपाल त 5000 वर्ष पुरानो देश हो नि त होइन। त्यसले गर्दा त्यो सकिन्छ। मेरो सुझाव चाहिँ नेपाली जनतालाई हो त्यो सवालमा सब दलहरूलाई एकाकार गराएर लान सक्नु पर्यो नि त। त्यसमा त सबै हिजो पुष्पलालले बिपीले पनि बोल्या हो, हाम्रो ग्रेटर नेपाल हो, हाम्रो ब्रिटिससँग हामीले छलफल गरेर इन्डियासँग हामीले गर्न सक्छौँ भनेर त पुष्पलाल त लेखेको छ होइन। त्यसो भएको हुनाले अलिकति म्याच्योर्ड हुनु पर्यो, प्रधानमन्त्रीले अलि म्याच्योर्ड हुनु पर्यो। र प्रधानमन्त्री म्याच्योर्ड हुँदा पार्टी सभापति रवि लामिछानेले पनि विभिन्न दलहरूसँग सहकार्य गर्न सक्नु पर्यो। अब प्रधानमन्त्रीले पनि पार्लियामेन्टको नेता प्रधानमन्त्री भइसकेपछि पार्लियामेन्टमा गएर बोल्नु पर्यो कि बोल्न सिक्नु पर्यो कि मेरो गला बस्या छ आफू बस्नु पर्यो, मेरो कुरा मेरो गला बस्या छ मेरो मन्त्रीले भन्छ भन्नु पर्यो। धन्यवाद।